साथीहरू हाम्रो चाहिँ यो पिकनिकको रमाइलो हो होइन। अनि यस्तो हुने रहेछ कि यो पहिला चाहिँ कस्तो कति धेरै म त फुटाइहाल्छु नि भने जस्तो हुने रहेछ कि होइन, घैँठो फुटाउने कार्यक्रम हो कि हाम्रो। अनि त्यसपछि के हुने रहेछ भने त्यो 3-4 फन्को त्यसरी घुमाइसकेपछि चाहिँ अब कता हो त त्यो अलमल्ल पर्ने रहेछ कि कता हो भन्ने नै थाहा नहुने के। अनि म चाहिँ यता हो भनेर सोधिरहेको छु कि होइन। अनि अनि त्यसपछि यता हो भन्दा नि हो भन्छन्, यता हो भन्दा नि हो भन्छन्। अब मलाई 3 फोन घुमाएर दाइले छोडिदिनु भयो होइन। अब चाहिँ म चाहिँ अब मलाई थाहा छैन कता हो कता। पहिला सुरुमा त थाहा जस्तो लागेको थियो कि अब थाहा भएन। अब म हिँडेँ होइन, म हिँडेँ सुई म एकदम कति नै फुटाउँछु जसरी हिँडिरहेको छु। तर लास्टमा गएर मैले एकदम गलततिर गइरहेको छु कि म चाहिँ अलि उतापट्टि जानुपर्ने, तर म यता आएँ। ल हेर्नुहोस् कि घैँठो उता छ होइन, म चाहिँ यता आएछु। अब मैले घैँठो त फुटाउनु सक्दिनँ, तर पनि यसो नाटक चाहिँ गरिदिएको होइन, हान्न खोजे जस्तो गरेको। तर घैँठो उता हेरिरहेछ, म चाहिँ त्यो लाठी चाहिँ मैले अर्कैतिर चाहिँ। अनि लास्टमा चाहिँ मैले त्यो घैँठो फुटाउन सकिनँ है गाइज। ल हेर्नुहोस् त मैले कता हान्दैछु।